Hello guys, welcome to back my new vlog. अनि आज चाहिँ म बिहे गरेर जानलाई रेडी हुँदैछु अनि जस्तो तपाईँले हेर्न सक्नुहुन्छ। अनि म चाहिँ रेडी हुनको लागि रोज वाटर लगाएछु म मेरो फेसमा, किनकि यो रातिको बिहे थियो गाइस, त्यही भएर त्यति मेकअप गरिनँ मैले। यो मेरो नाइट स्किन केयर हो, नाइट स्किन केयर गरेँ अनि अलि लाइनर पनि लगाएँ अनि आई स्याडो लगाएँ अनि कपाल कोले। अनि मेरो फाइनल लुक चाहिँ यही हो होइन। अनि अरू सबैजना भन्नुहुन्थ्यो मलाई ब्लग गर हाल भन्नुहुन्थ्यो, अनि त्यसैको लागि मैले यो ब्लग हालेको गाइज। अनि यो भिडियो चाहिँ हिजोको हो, मैले आज भोइस ओभर गरेर म आज हाल्न लागेको। अनि मेरो हेयर स्टाइल चाहिँ यस्तो बनाएँ मैले खुल्ला। अनि मेरो साथीसित बोल्दै थिएँ मेरो साथीहरू पनि आएको थियो नि त गाइस, त्यही भएर मेरो साथीसित पनि बोल्दै थिएँ। मेकअप गर्न आएको थियो मेरो घर, अनि उसकोसित पनि बोल्दै थिएँ, आफ्नो पनि मेकअप गर्दै थिएँ। अनि यो चाहिँ हो मेरो फाइनल। अनि मेरो मम्मी पनि रेडी हुनुहुन्छ बिहे जान। अनि हामी रेडी हुँदै गएको थियो। अब हामी निक्लिन्छु गाइज। अनि यो चाहिँ हो मेरो फाइनल लुक अनि फुल लुक। अनि मैले कपडा चाहिँ बाँधिहालेँ किनकि धेरै गर्मी थियो, त्यही भएर कपडा बाँधिहालेँ, हेर्न सक्नुहुन्छ। अनि यसपछि म र मम्मी निक्लिए बिहे जानको लागि। अनि यो भिडियो चाहिँ अलिकति लङ भइसक्यो गाइस, किनकि मलाई बनाउन आउँदैन नि त सर्ट ब्लग, त्यही भएर मलाई जस्तो बनाउन आउँदैन त्यस्तै बनाएँ। अनि यो चाहिँ हो बिहे घर, उता पर हेर्दै हुन्छ त्यो चाहिँ हो बिहे घर। अनि जाँदैछु, अनि उताबाट हामीको साथी पनि आउँदै हुन्थ्यो नि त, त्यही भएर पर्खेको देखेको थियौँ। अब जाँदैछु। अनि चाहिँ मेरो साथीहरू, अनि मेरो साथीको मम्मीहरू पनि जाँदै हुनुहुन्छ। हामीहरू जाँदैछु। यताको नजारा चाहिँ यस्तो छ, तर राति थियो, राति केही पनि देखिनँ, त्यही पनि राम्रो नजारा छ गाइस। यो हो बिहे घर। अनि यो चाहिँ हो बेहुलीको घर, यो अगाडिको चाहिँ बेहुलीको घर हो। अनि यहाँ चाहिँ खाना बनाउनु भएको थियो। अनि यो चाहिँ हो खाना खाने गाइस। यो चाहिँ बेहुली चाहिँ रेडी हुनुभएको थिएन, अनि मसित फोटो खिच्नको लागि आउनुभएको थियो बाहिर। अनि हामी खाना खाएर चाहिँ अब हामी हिँड्न लागेको। अनि मेरो साथीहरूले मलाई हेल्प गर्दैछ होइन। अनि यो चाहिँ मेरो घर आएको भिडियो हो। अनि बाई बाई गाइस, सी यू नेक्स्ट ब्लग।